नमस्कार। आज हामी विभिन्न चरणबद्ध रूपमा यो श्रृङ्खलाबद्ध रूपमा हामीले हाम्रा अभियानहरू सुरु गरिरहेका छौँ। विगत लामो समयदेखि दलित आन्दोलनको क्षेत्रमा के कसरी अगाडि बढ्न सकिन्छ, हामी यसलाई कसरी अगाडि बढाउन सक्छौँ भन्ने सन्दर्भमा हामीले छलफल गर्दै आइरहेका छौँ। आजको श्रृङ्खलामा कुरा गर्नको निमित्त कृतिमान नेपाली हुनुहुन्छ। उहाँलाई म कार्यक्रममा हार्दिक स्वागत गर्दछु। कृतिमान, धन्यवाद। यहाँले लामो समयदेखि यो दलित आन्दोलनमा काम गर्दै आउनुभएको छ। विगत लामो समयदेखि तपाईँले सिन्धुलीबाट काठमाडौँसम्म आइपुग्दा देशका विभिन्न भागमा यो दलित आन्दोलन के हो र किन कसरी भन्ने कुरा बुझेरै आज यो अभियानमा लागिरहनु भएको छ। लाग्छ कि तपाईँ यो दलित आन्दोलनमा किन लाग्नुभयो? अलिकति विगततिर फर्किनुहोस् न। असाध्यै गम्भीर प्रश्न सोध्नु भएको छ। यो चाहिँ आज मेरो मात्रै पीडा नभएर लगभग 60 लाख दलितको पीडा चाहिँ मैले पनि त्यो 60 लाखको दलितहरूको बिचमा म पनि एउटा अन्यायमा परेको, पीडितमा परेको, शोषणमा परेको एउटा वर्गको भएको कारणले गर्दा, व्यक्ति भएको कारणले गर्दाखेरि चाहिँ मेरो पुर्खादेखिको अवस्था र मैले आफूले भोग्नु परेको पीडा असाध्यै दयनीय अवस्था छ। हामी आज वास्तवमा आज मान्छे बन्न सकेको अवस्था छैन। आज हामी एउटा कुनै पशुभन्दा पनि कम, पशुभन्दा पनि घृणित भएर बाँच्नु परेको अवस्था छ। इभन हामी जतिको मान्छे त, हामी जतिको चेतन भएको मान्छेहरू त आज घृणित भएर बाँच्नु परेको छ भन्ने हामीभन्दा कति चेतना कम भएको मान्छेहरूको पीडा के होला त्यो मैले स्पष्टसँग देखेको छु। हजुर, है, त्यो एकदम गहिरोसँग मैले अध्ययन गरेको छु। मेरो जीवनमा मैले धेरै चाहिँ त्यो मेरो जातकै कारणले गर्दाखेरि चाहिँ मैले पीडा भोगेको छु। त्यो मसँग त्यो इतिहासहरू छन् र मैले के सोचेँ भन्नुहुन्छ भने अब मैले नगरे कसैले पनि गर्दैन। हजुर, यहाँ दुईवटा कारण छ। मैले भन्ने गरेको छु, हिजो हाम्रो पुर्खा दुईवटा कारणले गर्दा हाम्रो पुर्खाहरूले आवाज उठाउन सक्नु भएन, दबाउमै बस्नु भयो। कारण के भन्दा एउटा कुरा त चेतनाको कमी थियो। हजुर, होइन, उहाँहरूसँग शैक्षिक रूपमा चाहिँ ऊ थिएन, होइन, योग्य हुनुहुन्न थियो, शिक्षा थिएन। अर्को कुरा आर्थिक रूपले पनि विपन्न हुनुहुन्थ्यो, मतलब परनिर्भर भएर बाँच्नुपर्ने स्थिति थियो। हामी आज के भयौँ भन्दा आज शिक्षामा पनि केही हदसम्म हामी चाहिँ पढे लेखेका भइसकेका छौँ। हामीसँग चेतनाको वृद्धि भइसकेको छ। हामीले अध्ययन गरेका छौँ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुराहरू हामीले अध्ययन गर्न अवसर पाएका छौँ। र आर्थिक रूपले पनि अब हामी केही ढङ्गले हिजो हाम्रो पुर्खाको भन्दा आज हामी अलिकति सहज भएका छौँ। अब मैले बुझेँ दुईवटा कुरा। अर्को एउटा कुरा के छ भन्दा अब हाम्रो पछिल्लो पिँढीले पनि फेरि यो मुद्दा उठाउने स्थिति मैले देखिनँ। कारण के भन्नुहुन्छ भने हाम्रा बच्चाहरू, हाम्रो नानी बाबुहरू चाहिँ अब विदेश पलायन हुने अवस्था धेरै देखिएको छ। आज नेपालमा रोजगारको व्यवस्था छैन, होइन, या आदि आर्थिक कुराहरू सहज हुने स्थिति नदेखेपछि त के देख्यो भन्दा त प्रायः विदेशमा जाने बढी सम्भावना देखे पछाडि अब यो हिजो पनि भएन र भोलि पनि हुने स्थिति नदेखिसके पछाडि यो अब हामीले गर्नुपर्छ। हिजो चाहिँ हामी एउटा चेतना नभएको समाजमा थियौँ र चेतना नभएकैबाट पीडित थियौँ कि होइन। आज हामी पनि चेतनाको अलिअलि विकास भयो हाम्रो समुदायमा पनि, र हामी फेरि अहिले चेतना भएकाबाट पीडित भएका छौँ, होइन। यो दुईवटा चिजको बिचबाट हामीले यो आन्दोलनमा तपाईँले नेपाल दलित उत्पीडित केन्द्रको नामबाट तपाईँहरू जुन अभियान चलाइरहनु भएको छ, यसले खासमा होइन तपाईँले यो समाजलाई दिन खोजेको चाहिँ कि मतलब यस्ता संस्थाहरू त हिजो नि बने, होइन, आज पनि बनेका छन्, भोलि पनि बन्लान्, तर अब यसको दीर्घकालीन रूपमा असर पर्ने गरी तपाईँहरूले अगाडि बढाउन खोज्नु भएको चाहिँ कसरी छ? यस्तो छ, अहिलेसम्मको अभियन्ताहरू चाहिँ बढी व्यक्तिगत स्वार्थमा लिप्त भएको देखिन्छ। हजुर, है, हिजो हाम्रो समुदायहरूले आवाजै नखोजेको चाहिँ होइन। हजुर, आवाज उठाउन चाहिँ खोजिएको। तर समस्या त्यहाँ के थियो भन्दा जो नेतृत्व गर्नुपर्ने हरेक लडाइँको त नेतृत्व एकजनाले गर्छ नि त। त्यो लडाइँ गर्ने मान्छेहरूप्रति चाहिँ विश्वास गुमेको कारणले गर्दाखेरि आज त्यो आवाज उठाउन नसकिएको छ हाम्रो समुदायहरूको। जस्तो हिजोको अभियन्ताहरूको अब अहिले नामै त नलिउँ, त्यो उदाहरणहरू हामीसँग प्रशस्तै छन्। जस्तो कि एउटा यो दलितहरूको चाहिँ आवाज अथवा यो दलितहरूको मुक्तिलाई यो आवाजले लिएर चाहिँ मान्छेले त्यसलाई कमाइ खाने कमान्डरको रूपमा प्रयोग गरेको धेरै अभियन्ताहरूले गरिरहेको अवस्था छ। त्यसले गर्दा हाम्रो समुदायहरू चाहिँ अलिकति हामी यो चाहिँ यो दलितहरूको अभियन्ताहरूसँग विश्वासको ऊ चाहिँ कम छ, विश्वास कम भएको अवस्था देखिन्छ अहिले।
अब फेरि हामी अब तपाईँहरूप्रति चाहिँ विश्वास गर्ने आधार के त भन्ने पनि हुन्छ। अब हामीसँग चाहिँ विश्वास गर्ने आधार दुईवटा कारण छ। एउटा कारण के छ भन्दा हामीसँग त्यो राजनीतिक पहुँच छैन जहाँ कि भोलि हामी सत्तामा पुग्न सकौँ है। सत्तामा हामी सहजै क्या त्यो आफ्नो चाहिँ हुन्छ नि, म भोलि सत्तामा मन्त्री हुने अथवा सांसद भएर त्यहाँ गएर आफ्नो विलासिताको जिन्दगी बिताउने र त्यहाँबाट अपुत सम्पत्ति कमाउने भन्ने खालको त्यो पहुँच छैन हामीसँग। हामीसँग पहुँच कसको छ भन्दा आधारभूत वर्गको पहुँच छ। त्यो आधारभूत वर्ग को भन्दा त हिजोको चाहिँ हाम्रो पीडित वर्गहरू हो, अन्यायमा परेको वर्ग छ होइन, शोषणमा परेको वर्ग छ। त्यो वर्गसँग हामी को नजिक हुन्छ भन्दा त जो चाहिँ त्यो सत्तासँग क्लोज नभएको नजिक नभएको जो मान्छेहरू छ त्यो चाहिँ त्यो आधारभूत वर्गसँग चाहिँ नजिक हुन्छ। त्यस कारणले गर्दा हामी के गर्दैनौँ भन्दा हामी सत्तामा पुग्दैनौँ, सत्तामा पुग्ने हामीसँग पहुँच छैन। त्यो पहुँच नभएको कारणले गर्दा हामी चाहिँ आधारभूत वर्गको चाहिँ यो वर्गको चाहिँ हामी आवाज उठाउँछौँ र त्यो वर्गसँग चाहिँ नजिक हुन्छौँ र त्यस कारणले गर्दा त्यो वर्गले हामीलाई विश्वास गर्छ। र त्यो विश्वास गर्ने आधार चाहिँ के अर्को पनि भन्दाखेरि चाहिँ हामी यदि राजनीति गरेरै कुनै सत्तामा पुग्ने स्थिति हुन्थ्यो भने त्यति धेरै ठुलो कुराहरू थियो। तपाईँ संस्थाको महासचिव पनि हुनुहुन्छ, तपाईँलाई मैले भनिहालेँ कि अब यो केन्द्र होइन यो चाहिँ कुनै राजनीतिक सङ्गठनको रूपमा लिने कि यसलाई सामाजिक अभियानको रूपमा लिने, मतलब यसको गतिविधिलाई चाहिँ हामी तपाईँहरूले कसरी अगाडि बढाउन चाहनु भएको छ? एकदम राम्रो क्वेसन गर्नुभयो। वास्तवमा यो सङ्गठन अलिकति हाम्रो चाहिँ होइन सर्वसाधारणले पनि त्यो चिज प्रष्ट हुनु जरुरी छ। यो वास्तवमा सही कुरा हो। यो सङ्गठन चाहिँ अहिलेसम्मको अवस्था हेर्दाखेरि सबै अभियन्ताहरू, दलितहरूका अभियन्ताहरू चाहिँ थोरै अभियन्ताको रूपमा उपस्थित हुने, प्रस्तुत हुने र त्यस पछाडि कुनै न कुनै राजनीतिक दलसँग गएर आबद्ध हुने त्यो प्रचलन अहिले नेपालको इतिहासमा धेरै छ। अहिले तत्काल पनि छ, हिजो पनि थियो। तर यो हामीहरूले यो चाहिँ के भनेका छौँ भन्दा यो कुनै पनि राजनीतिक दलसँग चाहिँ यो सङ्गठन आबद्ध हुँदैन। यो के यो चाहिँ यो विशुद्ध एउटा यो वर्ग मुक्तिको लागि वर्गको आवाज उठाउने मात्रै सङ्गठन हुन्छ। यो यसको निमित्त हामी यो आफ्नो वर्गको मुक्तिको निमित्त हामीले हिजो भोगिरहनु परेको चाहिँ हाम्रो पीडा छ, त्यो पीडाको आवाज उठाउने सङ्गठन हुन्छ। कुनै राजनीतिक दलको चाहिँ आसेपासे कुनै राजनीतिक दलको चाहिँ तपाईँको चाहिँ यो हामीलाई मागी खाने कमान्डोहरू चाहिँ हामी भन्दैनौँ। यो कुरा चाहिँ एकदमै ध्रुव सत्य हो। मैले छातीमा हात राखेर भने यसमा कुनै पनि खालको चाहिँ मेरो समुदायले यो वर्ग समुदायले चाहिँ शङ्का नगर्छ। हिजोको प्र्याक्टिस चाहिँ त्यस्तै देखियो कि कतिपय उसमा अब दलित समुदायलाई चाहिँ होइन अब हाम्रो अधिकारको लागि भन्ने एउटा आन्दोलनमा हुँगाउने लगाउने होइन, त्यसपछि जब एउटा अवसर पाउँछ अनि त्यसपछि त्यो आफू अवसरमा गइदिने र ती अधिकारको लागि लड्नेहरूको चाहिँ मुद्दा बिचैमा छोडिदिने, यसले गर्दाखेरि चाहिँ हामीले जुन जनविश्वास प्राप्त गरेका थियौँ नि होइन त्यो विश्वास चाहिँ आर्जन गर्न नसकिरहेको अवस्था छ। त्यसले गर्दाखेरि चाहिँ तपाईँहरूले यसलाई त्यसै गर्नुहुन्छ कि भन्ने पनि आशंका छ नि त। त्यो भएर तपाईँले यसलाई पनि निराकरण गर्न मतलब तपाईँ संस्थाको महासचिवको हैसियतले त्यसलाई जनताहरूलाई स्पष्ट पारिदिन जरुरी छ जस्तो लाग्छ। अहिले एकदम 100% कुरा, एकदम सही कुरा हो यो। मैले अघि नै भनिसकेँ, म चाहिँ आफू के एउटा संस्थाको महासचिव, सङ्गठनको महासचिव भएको हैसियतले म चाहिँ के भन्छु भने यो सङ्गठन कुनै अघि नै भने मैले राजनीतिक दलसँग यो आबद्धै हुँदैन, कुनैसँग यसले हामीले समायोजनै गर्दैनौँ। यो विशुद्ध हाम्रो वर्ग सङ्गठनको मुक्तिको लागि लड्छ यो सङ्गठन। म एउटा नेतृत्वको हैसियतले मैले भन्नुपर्दाखेरि चाहिँ यदि मैले यो सङ्गठनको कुराहरूलाई छोडिदिएर, मैले हिजोको मुद्दाहरूलाई छोडिदिएर यदि म कुनै व्यक्तिगत लाभको लागितिर कतैतिर लाग्ने प्रयास गरेँ र यदि लागेँ भने यो मेरो वर्गले मलाई कारबाही गरोस्, इभन मलाई त्यो टुडी खेलमा लगेर झुन्ड्याउँछ भने पनि म त्यो झुन्ड्याउनको लागि तयार हुनुपर्छ। एउटा प्रतिबद्धता त्यो उसलाई हामी एकदम सम्मान पनि गर्छौँ। अनि मलाई लागेको चाहिँ के भने हिजो तपाईँ एउटा राजनीतिक दलमा पनि आबद्ध हुनुभयो, त्यो दलमा एउटा विचारबाट निर्देशित थियो, सिद्धान्तबाट निर्देशित थियो, त्यसमै रहेर चाहिँ तपाईँहरू एउटा वर्गीय मुक्तिको बाटो अवलम्बन गर्नुपर्छ, वर्गीय मुक्ति बिना जातीय मुक्ति सम्भव छैन भनेरै नै हामी होइन लागियो भने अनि आज चाहिँ त्योभन्दा पनि माथि होइन यो राजनीतिक दलबाट निकास हुँदो रहेछ भन्ने निष्कर्षको साथ तपाईँहरू अहिले यो संस्था होइन यो उसमा लागेर चाहिँ अभियान चलाउन थाल्नु भएको र एकदम 100% त्यो चाहिँ एकदमै किन हो भन्दा यो हाम्रो इतिहासले के बताइराखेको छ भन्दा आजसम्मको राजनीतिक दलहरूले यो समुदायलाई अहिलेसम्म कार्यकारी भूमिका कुनै पनि राजनीतिक दलहरूले दिएको अवस्था छैन। एउटा कुरा त कुनै पनि कुराहरू आफ्नो अधिकार चाहिँ स्थापित गर्नको लागि कार्यकारी भूमिकामा चाहिँ त्यो मान्छे हुनुपर्छ कि जसले तपाईँको आफ्नो अधिकारहरू प्रयोग गर्न सक्छ।
अहिलेसम्म राजनीतिक दलहरूले यसो हेरिदिइरहँदाखेरि चाहिँ म पनि हिजो कुनै एउटा राजनीतिक दलमा आबद्ध थिएँ होइन। म एउटा राम्रै ठाउँमा आबद्ध भएको मान्छे, एउटा जिम्मेवारीमै भएको मान्छे र अपेक्षा पनि मैले हजुरले भन्नुभएको जस्तै म कुनै एउटा राजनीतिक दलले चाहिँ मेरो वर्गको मुक्ति गर्छ भन्ने एउटा अपेक्षा बोकेकै मान्छे हो वास्तवमा। तर अहिलेसम्मको इतिहासमा मैले अघि नै पनि मैले यो कुरालाई दोहोऱ्याइरहेन, अघि नै पनि मैले भने नि अहिलेसम्मको राजनीतिक दलहरूले हाम्रो समुदायलाई यो समुदायलाई प्रयोग गरेको कहाँ मात्रै हो भन्दाखेरि चाहिँ भोट ब्याङ्कको रूपमा मात्रै प्रयोग गरेको अवस्था देखिन्छ। जहाँ चाहिँ चुनावको टाइम अथवा पार्टीको महाधिवेशन अथवा अधिवेशन पालिका स्तरको अधिवेशनहरूमा हुन्जेलसम्म त्यो त्यहाँ मार्क्स प्रदर्शन गर्नको लागि चाहिँ यो समुदायलाई प्रयोग गरिएको अवस्था देखिन्छ। त्यस पछाडि ठ्याक्क कार्यकारी भूमिकामा हुने बेला हुन्छ त्यहाँ चाहिँ त्यो कता कता के सूत्र प्रयोग गरेर जालजेल प्रयोग गरेर त्यसलाई बाई गरिदिइराखेको अवस्थामा हटाइदिइरहन्छ। त्यस पछाडि अब अर्को झन् त्यो अब ठुलो महाधिवेशन अब पार्टीको केन्द्रीय महाधिवेशनहरूमा त हाम्रो समुदायहरू यति निष्क्रिय भएको अवस्था देखिन्छ होइन। अब त्यो दुईवटा समस्याहरू पनि छन्। एउटा कुरा त अघि नै मैले भनिसकेँ, हाम्रो एउटा खालको जमात त्यो बौद्धिकताको जमात पनि अलिक कम छ होइन। अनि त्यो स्थानीय तहबाट आउने प्रतिनिधिहरू पनि अब हामी अनुकूलको हाम्रो समुदायहरू आउने कम सम्भावना देखिन्छ। अनि त्यसले गर्दाखेरि अब महाधिवेशन केन्द्रीय महाधिवेशनमा त त्यो त्यो ठुलो पद लिने त हाम्रो त कतैबाट अवसरै हुँदैन। अब भोटिङ प्रक्रियामा जाँदा अब काहीँ न काहीँ टिके प्रणाली हुँदा त यसो हेर्दाखेरि चाहिँ अवसर पाउने कुरा पनि देखिन्छ। भोटिङ प्रणालीमा त के हुन्छ भन्दा हामी त सिधै तल हो कि, त्यस कारणले गर्दाखेरि पनि त्यो अवसर देखिँदैन। एउटा अवसर नदेखिने र अर्को अवसर पाउनेहरू पनि अवसरवादमै गएर फस्ने, त्यो त एकदमै हो। तपाईँ ठुलो चुनौती हो। दुईवटा कारण छ, दुईटै कारण मैले तपाईँलाई भनिहालेँ। एउटा कुरा त हाम्रो समुदायहरू एकदमै त्यो अवसर लिएर बसेका मान्छेहरू आर्थिक प्रब्लममा एकदमै छिटो पुगेको देखिन्छ, एउटा कारण छ। अर्को कारण चाहिँ के देखिँदो रहेछ भन्दाखेरि चाहिँ यदि यो वर्ग समुदायको मुद्दा मैले उठाएँ, त्यो पार्टीभित्र उठाएँ भने त म भोलि सत्तामा पुग्दिनँ। फेरि यता मन्त्री त खानु पऱ्यो नि त, फेरि सांसद त खानु पऱ्यो। त्यो खाने स्थितिमा चाहिँ नपुग्ने स्थिति देखिन्छ। त्यो भएपछि उनीहरू जे भन्छन् चुबो लाएर पार्टीको नेतृत्व शीर्ष नेताहरू अथवा नेतृत्वले जे भन्छन् त्यसलाई चुबो लाएर सहेर बसेको अवस्था देखिन्छ अहिलेको अवस्थामा चाहिँ। अहिले त्यो छ नि, जस्तै कि अब हिजो संस्थागत रूपमा यस्ता आन्दोलनहरू त विशेष गरी अब 7 दशकै भयो होइन। त्यसमा पनि अब 46 पछाडि त संस्थागत रूपमा धेरैवटा आन्दोलनहरू बने, कहिले जोडिएका छन् कहिले फुटेका छन् होइन। यस्तो हुँदै हुँदै यो आन्दोलनहरू आयो। अनि यति बेला अहिले त झन् यस्तो खालको विषम परिस्थिति छ जहाँ चाहिँ जेनजी आन्दोलनले देशलाई एउटा आक्रान्त बनाएको होइन। अब यतातिर चाहिँ एउटा थितिन बसिसकेको यस्तो अवस्थामा तपाईँहरूले यो आन्दोलन आवश्यकता छ, यो अभियान आवश्यकता छ भन्ने हिसाबले झन् तपाईँहरू जोड बल गरेर लागिरहनु भएको छ। यो चाहिँ किन लागिरहनु भएको छ? कुनै पनि अधिकार प्राप्त लिनको लागि, प्राप्त गर्नको निमित्त चाहिँ त्यो अधिकार दिने ठाउँ कमजोर भएको बेलामा चाहिँ अधिकार प्राप्त हुन्छ। जस्तो कि अहिलेको अवस्था यो नेपालको स्थिति हेर्दाखेरि राजनीतिक माहौल चाहे त्यो तपाईँको जेनजीको आन्दोलन पछाडिको हेर्नुहोस्, अहिले बनेको यो अन्तरिम सरकारको कुराहरू होस् होइन, यी जम्मै चिजहरू यसो हेर्दा नेपालको समग्र परिवेश हेर्दाखेरि राज्य सत्ता असाध्यै कमजोर अवस्थामा छ। अहिले चारैतिरबाट चाहिँ एकदमै टचर त्यसलाई टचर भएको अवस्था नेतृत्वलाई त्यो राज्य प्रधानमन्त्रीलाई अथवादेखि लिएर त्यो सरकारलाई भएको स्थिति देखिन्छ। अब यस्तो बेलामा हामी अहिले ठिक पोइन्टमा छौँ भन्ने मलाई लाग्छ। तर फेरि यसको मतलब यो होइन कि चाहिँ हामी ठिक पोइन्टमा छौँ भनेर आजको 2 महिना पछाडि नै हाम्रो आन्दोलनले चाहिँ एउटा बाटो लिन्छ, हामी ठ्याक्कै आन्दोलनको चाहिँ बिसाउने ठाउँमा पुग्छौँ भन्ने कुरा त्यो पनि होइन। तर कहाँनिर चाहिँ हामी विश्वस्त छौँ भने यो कमजोर भएको बेलामा राज्य सत्तासँग हामीले एउटा खालको चाहिँ आन्दोलनको तयारी गरेर हाम्रा एजेन्डाहरू, हाम्रो मागहरू चाहिँ राज्य सत्तासँग राख्न सक्यो भनेदेखि कहिलेकाहीँ त्यो कमजोर भएको बेलामा चाहिँ हाम्रो मागहरू पुरा हुन्छ कि भन्ने एउटा अपेक्षा अहिले छ नि। अब केही पूर्वबाट पनि उठिरहेछ आन्दोलन, केही पश्चिमबाट नि उठेछ, अब तराई हिमाल सबै ठाउँबाट आफ्नो ढङ्गले उठेकै छ। अनि खासमा अब यो दलित आन्दोलन चाहिँ अलिकति संयुक्त रूपमा एक भएर जान सक्ने त्यस्तो अवस्था चाहिँ देखिँदैन। अब यसको निम्ति चाहिँ तपाईँहरूले जुन संस्थागत रूपमा कसरी पहल गर्ने योजना बनाउनु भएको छ? हरेक आन्दोलनहरू फुटेर आन्दोलन हुँदैन, जुटेरै आन्दोलन हुनुपर्छ, हुन्छ नै। यसको निमित्त चाहिँ अघि नै मैले भने नि जस्तो यसको छोटो समयमा नै हामी आन्दोलन सफल पार्छौँ भन्ने अपेक्षा हामीले गरेका पनि छैनौँ। यसलाई अलिकति हामीले दीर्घकालीन रूपमै राखेका छौँ होइन। त्यसको लागि चाहिँ हामीले के विचार गरेका छौँ भन्दा जति पनि दलितका अभियन्ताहरू छन् उहाँहरूसँग पनि हामी लचकता अपनाएर एक ठाउँमा ल्याउने संवादमै छौँ। हामी धेरै साथीहरूसँग अहिले संवादमै छौँ हामी
र अर्को कुरा चाहिँ अनि अर्को हामीले के छ भने आधार चाहिँ के गर्न सक्छौँ भन्दा आन्दोलनको निमित्त जनशक्ति उत्पादन गर्नु पर्यो। जनशक्ति प्रदर्शन गर्नको निमित्त आधार भने चाहिँ सङ्गठन निर्माणै हो। फेरि सङ्गठन निर्माण कहाँ गएर गर्न सकिन्छ भन्दाखेरि चाहिँ तपाईँको बेसमै गएर गर्न सकिन्छ, तल्लो लेभलमै गएर गर्न सकिन्छ। हाम्रो बुझाइ कहाँ हो भन्दा हामी तल्लो वडा लेभलदेखिको, टोलदेखिको, स्थानीय तहदेखि लिएर गएर जिल्ला प्रदेश हुँदै केन्द्रसम्म आएर चाहिँ हामीले हरेक ठाउँमा गएर सङ्गठन निर्माण गर्ने, सङ्गठन निर्माण गरेर सङ्गठनका आधारभूत कुराहरू यी हुन्, हाम्रा विचारहरू यी हुन्, हाम्रो विधानहरू यी हुन् होइन, हाम्रा घोषणापत्रहरू यी छन् भनेर हामी ती चाहिँ हाम्रो वर्ग समुदायहरूलाई चाहिँ हाम्रो मुद्दाको विषयमा उहाँहरूलाई चाहिँ प्रस्तुत गरेर होइन बुझाएर त्यस पछाडि हामी सङ्गठन निर्माण अलिक मजबुत बनाइसके पछाडि चाहिँ हामी सरले हजुरले भन्नुभयो जस्तो देशैभरिको जति पनि अहिले जुन त्यो अभियन्ताको रूपमा हाम्रो यो वर्ग मुक्तिको लागि लडेको अभियन्ताहरू हुनुहुन्छ उहाँहरूसँग हामी संवाद गरेर संवादमै छौँ र संवाद गरेर अझ यसलाई एक ठाउँमा ल्याएर संवाद गर्ने, एक ठाउँमा ल्याउने त्यो चिज त छँदैछ। तर हामीमा विगतदेखिको एउटा प्र्याक्टिस के छ भने हामीहरूलाई चाहिँ फुटाउने अनि त्यसपछि राज गर्ने होइन। त्यो त विशेष गरी अब राजनैतिक दलहरूले त गरेकै छन्। अहिले दलितै समुदायका पनि केही बुद्धिजीवी भन्नेहरू, हामी अग्रज भन्नेहरू होइन, अग्रभागमा रहेका मान्छेहरूले चाहिँ हामीलाईमै पनि त्यो खालको खेल्ने परिस्थिति बनेको छ होइन। यसलाई संयोजन गर्ने कुरा त निकै जटिल छ नि। होइन एकदमै हो। सरले भन्नुभयो जस्तो हामी कहाँनिर चाहिँ हो नि कहिलेकाहीँ हुन्छ नि तपाईँको घर भत्काउन, कहिलेकाहीँ अर्काको घर भत्काउनलाई आफै तयारी गरिन्छ भने कहिलेकाहीँ आफ्नै आँगन भत्काउन पनि सुरु गर्नुपर्छ कि होइन। पर्खाल भत्काएर भए पनि अर्काको अब यसले चाहिँ घमण्डी टाइपको छ, यसले चाहिँ अब आफ्नो घरको पर्खाल त भत्काइसक्यो, अब भोलि मेरो पनि आएर भत्काउँछ भन्ने ढङ्गको चाहिँ त्यो छिमेकीलाई, त्यो शत्रुलाई पर्ने चाहिँ पार्नुपर्ने रहेछ भन्ने हाम्रो बुझाइ हो। मैले भन्न खोजेको कुरा के भने अहिलेसम्मको अवस्थामा दलितका केही अभियन्ताहरूले हाम्रो चाहिँ यो दलित भन्ने शब्दलाई बेचेर उनीहरूको जीविकापार्जन चलिरहेको अवस्था देखिन्छ। त्यसले गर्दा ती जसले यो बेचेर मागी खाने जुन कमान्डरले बनाउनु भएको छ ती मान्छेहरूलाई नै पहिलो हान्नुपर्ने स्थिति देखिन्छ कि तिनीहरूलाई नै पहिला टार्गेट गराउनु पर्ने देखिन्छ। भन्दा दलितले चाहिँ दलितलाई नै हान्नुपर्ने, जसले दलितमाथि आक्रमण गर्छ त्यही माथि पहिलो प्रहार चाहिँ दलितलाई नै गर्नुपर्ने छ। किन भन्दा तिनीहरूले त हामीसँग हाम्रो मुद्दा बेचेर, हाम्रो कुराहरू बेचेर होइन हामीलाई चाहिँ हाम्रो मागी खाने कमान्डरले बनाएर यिनीहरूको त जीविका चलाइरहेको छ नि त। त्यो जीविका चलाएर यिनीहरूले कसलाई मिलिरहेका छन् भन्दा फेरि राजनीतिक दलसँग मिलिरहेका छन् यिनीहरू चाहिँ होइन। एनजिओको रूपमा राजनीतिक दलले फ्याँकिदिने होइन, उनीहरू एनजिओको रूपमा चलाउने र एनजिओको रूपमा चलाएर आफ्नो जीविकापार्जन चलाउने त्यो अवस्था छ नि त। त्यसले गर्दा हाम्रो टार्गेट चाहिँ को भन्दा हिजोको त्यो दलित अभियन्ताको रूपमा जसले यो आफ्नो बर्मा लुट गरिरहेको छन् नि तिनीहरू नै हाम्रो टार्गेट हो। अहिले पछिल्लो समय चाहिँ दलितको शत्रु चाहिँ दलितै बनेको परिस्थिति एकदम त्यो 100% हो। अब मलाई यहाँनिर आइसकेपछि एउटा लाग्यो कि अब हामी कस्तो परिस्थितिमा देखिन्छौँ भन्दा अहिले हामी जता गए पनि हामी चाहिँ हामीभित्रै रुमलिरहेको जस्तो क्या होइन। एउटा अभियानमा जाने भनेका छौँ, एउटा आन्दोलनमा जाने भनेका छौँ होइन। अब हामीभित्रैको फुट होइन, हामीभित्रको अब यो जब समय चाहिँ एउटा स्मार्ट बन्दै गयो, हाम्रो छुवाछुत विभेदका घटनाहरू पनि स्मार्ट बन्दै गएको छ कि नयाँ तरिकाहरू होइन सुरुवात भएको छ। यसलाई चाहिँ तपाईँहरूले कसरी हेरिरहनु भएको छ अहिले? यस्तो छ अहिले छुवाछुतको कुरा त यस्तो अचम्मको भएको छ होइन। अहिलेको मैले छुवाछुतलाई चाहिँ कसरी हेरेको छु भन्दा अहिलेको छुवाछुतलाई चाहिँ तपाईँको वैज्ञानिक छुवाछुतको रूपमा हेरेको छु। कसरी वैज्ञानिक छुवाछुतको रूपमा हेरेको छु भन्दा मसँग असाध्यै मिल्ने साथी अर्को छ, एउटा कुनै छेत्री बाहुनहरू त्यसलाई मिल्ने छ, अनि बाहिर बस्यो असाध्यै मिलेर खान्छ, सँगै बस्छ खान्छ, अनि ल साथी आज घर जाउँ भन्छ, घरमा लिएर जान्छ। घरमा लिएर गइसकेपछि उसले कस्तो रणनीति बनाउँछ भने अनि घरको पहिल्यै त्यो घरमा पुग्ने बेलामै उसले भनिसकेको हुन्छ ए त्यो कुर्चीहरू के छ बाहिर लिएर आइज, यहाँ मेरो फलाना साथी आएछ, आज त मलाई पनि बाहिरै बसेर खान मन लागिरहेको छ अथवा बाहिरै बस्न मन लागेको छ, भित्र बस्न मन लागेको छैन, बाहिरै बस्ने हो, कुर्ची लिएर आइजाइज भन्छ, ऊ बाहिरै आएर बस। अब भन्नुहोस् त्यस्तो अवस्थामा हामी के गर्ने? ऊ आफै बाहिर आएर बसेको छ, हामी भित्र कसरी जाने? भित्र त जानै परेन। कति राम्रो हेर्नुहोस् त, सम्मान गरे जस्तो पनि देखियो तर उसले विभेद पनि गरिरहेको छ। त्यसलाई के भनिन्छ भन्दा त्यसलाई वैज्ञानिक विभेद भनिन्छ। त्यो स्थिति अहिले छ होइन। अब त्यो स्थितिलाई चिर्नलाई अब अलिकति यो एउटा ठुलो सङ्घर्ष गर्नुपर्ने स्थिति छ। यो सामान्य ढङ्गले चाहिँ यो हामीले
गरेर हुँदैन र हामीले सोचेका पनि त्यो छैनौँ। यो एकदम जटिल समस्या छ। यसलाई एकदमै तलैदेखिको चाहिँ मान्छेहरूलाई काउन्सिलिङ गर्दै लानुपर्ने छ। हाम्रो मुद्दा यो हो, हामी यसरी यो वर्षदेखि यो वर्गले यसरी हामीलाई अन्यायमा पारेका छन्, पीडामा पारेका छन्, शोषण गरेका छन् होइन। त्यस कारणले गर्दा हामी उठ्नुपर्छ र उठ्न जरुरी छ भनेर हामीले त्यो कन्भिन्स गर्नुपर्ने देखिन्छ। पहिला कुरा त हाम्रा यो सङ्गठनको चाहिँ तपाईँको विधानका कुराहरू आउलान् होइन। विधान हामीले उपयुक्त विधान लेखेका छन् कि छैनौँ होइन। कति कुराहरू त्यो विधानका विषयमा हाम्रो तलब वर्ग सङ्गठनसम्म जानुपर्ने हुन्छ होइन। यतातिर चाहिँ तपाईँको चाहिँ हाम्रा दस्तावेजहरू उपयुक्त छन् कि छैनन्, हामीले लेखेका चाहिँ तपाईँको चाहिँ अपिलहरू ठिक छन् कि छैनन् होइन। यी चिजहरूको विषयमा हामीले अध्ययन गरेर र गरि पनि सकेका छौँ, अध्ययन गरिसकेका छौँ र यी कुराहरू हामीले त्यो तल्लो वर्गसम्म पुर्याउनु पर्नेछ। तपाईँले ठ्याक्कै भन्नुपर्दा चाहिँ जस्तै जनताले, सर्वसाधारण दलित समुदायले बुझ्ने गरी तपाईँहरूले अब अभियानको रूपमा 1, 2, 3 भनेर जानु पऱ्यो भने चाहिँ के अभियानहरू चाहिँ अब तपाईँहरू एकदम सतहसम्म पुग्ने गरी लिएर जाँदै हुनुहुन्छ अहिले तत्कालै? यस्तो तयारी गरेका छौँ हामीले। अब यो हाम्रो जुन अन्तर्वार्ता मार्फत त साथीहरूले थाहा पाइहाल्नुहुन्छ। अहिलेसम्म हामीले यो सङ्गठनलाई पहिला कुरा त यसलाई के भन्छ गोप्य नै राखेका थियौँ होइन। इभन म महासचिव, सङ्गठनको महासचिव भइरहँदा पनि म कतिपय साथीहरूलाई मैले म सङ्गठनको फलाना यो सङ्गठन हो, यो निर्माण गरेका छौँ र त्यसको महासचिव म हो भनेर मैले अहिलेसम्म साथीहरूलाई भने अवस्था छैन। त्यो किन नबनेको भन्नुहुन्छ भने त्यो चाहिँ हामीले यो गर्न लागेका छौँ भनेर अलिकति हामी सङ्गठन मजबुत नभइकन भनिरहँदाखेरि चाहिँ सरले अघि नै भन्नुभएको जस्तो हामीलाई टुटफुट गराइदिने सक्ने सम्भावना एकदम भएको कारणले गर्दा हामीले त्यो भनेको अवस्था थिएन। अब हाम्रो तयारी हामी पहिला के गर्छौँ भने हामीले त पहिला अब केन्द्रीय समिति यता निर्माण गरिसकेका छौँ, नामाकरण पनि गरिसक्यौँ, केन्द्रीय समिति निर्माण गरिसक्यौँ र यो केन्द्रीय समिति निर्माण भइसके पछाडि अब हाम्रो टार्गेट भनेको प्रदेश जाने, 7वटा प्रदेशमा हाम्रो सङ्गठन विस्तार गर्ने, सङ्गठन निर्माण गर्ने र 7वटा प्रदेशमा निर्माण सङ्गठन गरिसके पछाडि चाहिँ हामी फेरि के गर्छौँ भन्दा जिल्लामा झर्छौँ, 77वटै जिल्लामा झर्छौँ। 77वटा जिल्लामा झरिसकेपछि त्यहाँ सङ्गठन निर्माण गर्छौँ। त्यस पछाडि हामी के गर्छौँ, प्रत्येक निर्वाचन क्षेत्रमा हाम्रो सङ्गठन निर्माण गर्छौँ। प्रत्येक जिल्लाको पनि निर्वाचन क्षेत्रमा सङ्गठन निर्माण गर्छौँ र जिल्ला निर्वाचन क्षेत्रको सङ्गठन निर्माण गरिसके पछाडि हामी कहाँ गर्छौँ, हामी स्थानीय तहमा जान्छौँ। हरेक स्थानीय तह, गाउँपालिका अन्तर्गतको चाहिँ नगरपालिका, महानगरपालिका हुँदै हामी वडासम्म जान्छौँ र वडाले चाहिँ के गर्नु पर्यो भन्दा त्यस पछाडि हामी टोल बस्तीसम्म पुर्याउन जान्छौँ। त्यो तयारीका साथ हामी लागेका छौँ। त्यो एकदमै हाम्रो आन्तरिक तयारी छ। त्यो त्यसरी जाने चाहिँ त्यो गर्न सक्यो भने हामीलाई लाग्छ यो सङ्गठन होइन। जनताको हामी भावना मिल्नेहरूको बिचमा, पीडा मिल्ने, वेदना मिल्नेहरूको बिचमा एक हुन जरुरी पनि छ र त्यो गरिन्छ पनि। अब मलाई हामी समयको पनि अलि अन्तिममै छौँ। तपाईँलाई मैले अलिकति के सोध्न चाहेँ भने जस्तै हामी सङ्गठनिक कुरा गरिरहँदाखेरि चाहिँ यसले यत्रो लामो समय पार गरिसक्नु भयो, करिब 1.5-2 वर्षदेखि तपाईँहरू यो अभियान भनेर लागिरहनु भएको छ। अनि सङ्गठनै धेरै अब पब्लिक नगरिकनै पनि जानुभएको देखियो होइन। अब मैले तपाईँलाई सोध्न चाहेको चाहिँ के भने अब जनताहरूले तपाईँहरूसित साँच्चै भरोसा योग्य बनाउनको लागि, जनताहरूको चाहिँ दलितहरूको चाहिँ यो आशाको केन्द्रै हो भन्ने बनाउनको लागि चाहिँ तपाईँहरूले अहिलेसम्म चाहिँ के गर्नुभयो? तपाईँहरूको मतलब इन्टरनल संस्थागत तयारी चाहिँ के गरेर अगाडि बढ्नु भएको छ? अहिले खासमा भने नि हामीले इन्टरनल तयारी के गर्यौँ भन्दा कुनै पनि कुराहरू विधि मार्फत जानुपर्ने हुँदो रहेछ। त्यस कारणले गर्दा हामीले फर्स्ट अफ अल त हामीले पहिला सङ्गठन निर्माण गऱ्यौँ र सङ्गठन निर्माण गरिसके पछाडि सङ्गठनको विधान तयारी गऱ्यौँ फर्स्टमा होइन। कुनै पनि सङ्गठनको आधिकारिक चिज भनेको विधान हो होइन। त्यो विधान निर्माण गऱ्यौँ। विधानमा हामी सङ्गठनलाई कसरी लाने, सङ्गठनहरू कसरी चलाउने, के चाहिँ तयारी गर्ने भन्ने ढङ्गको हाम्रो विधानमा स्पष्ट त्यहाँनिर उल्लेख छ। विधान तयारी गऱ्यौँ र विधान तयारी गरिसके पछाडि हामीले के गर्यौँ भन्दा फेरि अब दस्तावेज तयारी गर्नुपर्छ। विधान र दस्तावेज फरक चिज हो। यो फरक दस्तावेज निर्माण गऱ्यौँ र दस्तावेज निर्माण गर्दै गइसके पछाडि अब हामीले पहिला त हामी थोरै सङ्ख्यामा मात्रै जम्मा भएर विधान र दस्तावेजलाई निर्माण गऱ्यौँ होइन। त्यसलाई अध्ययन गऱ्यौँ र त्यस पछाडि त्यो विधानलाई एउटा निर्माण गऱ्यौँ हामीले र त्यो विधान र दस्तावेज निर्माण भइसके पछाडि हामीले अब सङ्गठनलाई विस्तार गर्दै लानुपर्छ भन्ने तयारी गरेर सङ्गठनलाई विस्तार गर्न थाल्यौँ र विस्तार गर्दै जाँदा आज सङ्गठन एकदमै मजबुत भएको अवस्था छ र अब हामीले सङ्गठनलाई पनि विस्तार पनि गर्दै गयौँ र त्यस पछाडि हामीले अब हुँदै गर्दाखेरि चाहिँ हामी अब सङ्गठनलाई असाध्यै
अत्यन्तै वैधानिक ढङ्गले सञ्चालन गर्न लागेका छौँ भनेको हामी कुनै पनि बैठक बसिसके पछाडि हामी त्यसलाई बैठकको चाहिँ हामी अपिल जाहेर गर्छौँ है। त्यस पछाडि हामी के गर्छौँ तपाईँको चाहिँ के अरे सबै पदाधिकारीलाई हाम्रो बैठकको विषयमा हामी सबैलाई सम्प्रेषण गर्छौँ। हाम्रो निर्णयहरू सबै पदाधिकारी केन्द्रीय समितिलाई सम्प्रेषण गर्छौँ भनेको त्यो हामीले एउटा विधानमा जे अनुरूप छ त्यो विधान अनुरूप चाहिँ हामीले अब विधानलाई टेकेर तपाईँले धेरै महत्त्वपूर्ण जानकारीहरू पनि गरिरहनु भएको छ। तपाईँसित थुप्रै अनुभवहरू छ, थुप्रै अनुभूतिहरू छ, लामो एउटा इतिहास बोकेर आउनुभएको मान्छे। तपाईँसँग धेरै कुरा मैले पनि जान्नु छ र तपाईँले धेरै कुरा हाम्रा सर्वसाधारण आम दलित समुदायको बिचमा पुर्याउनु पनि छ। यद्यपि हामीसँग समयको चाप छ। मैले तपाईँलाई केही नसोधेका र तपाईँलाई होइन यसो हाम्रो समुदायलाई यो चाहिँ भन्नै पर्छ भन्ने लागेको कुराहरू केही छ भने हाम्रो आम श्रोता दलित साथीहरूलाई चाहिँ बताइदिनुहोस् न। ठिक छ। मैले लास्टमा के मात्रै भने अब यो अहिलेको अवस्थामा दलितहरूको अवस्था विशेष गरी अब अन्त धेरै अब खुलेरै भन्नुपर्दाखेरि चाहिँ दलितहरूको अवस्था असाध्यै नाजुक भएको अवस्था छ। यो अवस्थालाई हामीले अब हिजो राजनीतिक दलहरूसँग पनि अपेक्षा गऱ्यौँ होइन, हिजो राजासँग पनि अपेक्षा गऱ्यौँ, पहिला त राजासँग अपेक्षा गऱ्यौँ, त्यस पछाडि गएर चाहिँ हरेक दलहरूसँग अपेक्षा गऱ्यौँ होइन। हुँदाहुँदै तपाईँको आजको जेनजी आन्दोलन पछाडिको सरकारसँग अपेक्षा गरे होला यो समुदायले। हाम्रो समुदायहरू पनि जेनजी आन्दोलनमा चाहिँ हाम्रो कति घाइतेहरू हुनुभएको छ होला होइन, त्यो अवस्थामा अपेक्षा गऱ्यौँ। तर यी सबै चिजबाट चाहिँ अनि हिजो हाम्रो चाहिँ दलितका अभियन्ताहरूले कतिसँग पनि अपेक्षा राख्यौँ होइन। त्यो दलितका अभियन्ताहरू पनि पछिल्लो अवस्थामा बेची खाने भाँडो बनेको अवस्था छ दलितहरूको शब्दहरू। र यसले गर्दा अब हामीले भन्न खोजेको कुरा चाहिँ कहाँ भने कुनै पनि हिचकिचाहट हामीसँग मैले अघि नै भनिसकेँ, यदि यो सङ्गठनको नेतृत्वहरूले काहीँ कतै गद्दारी गरेको खण्डमा गरेको खण्डमा हामी यो नेतृत्वलाई कारबाही गर्ने तयारीमा समय पनि हामी रहेको कारणले गर्दाखेरि चाहिँ र यस्तै गरी यो सङ्गठनमा आबद्ध भएर र यो सङ्गठनको नेतृत्वहरूले काहीँ कतै गद्दारी गरेमा चाहिँ कारबाही गर्ने हैसियतसम्म पनि अब यो तल्लो लेभलदेखिको साथीहरूले बनाउनुपर्छ। र तल्लोको दलितहरूको जुन हाम्रो दलितहरूको अवस्था छ त्यो दलितहरू चाहिँ एकदमै उठ्न जरुरी छ। अब एकदमै ढिला गर्नु हुँदैन। अब हामी धेरै समय चाहिँ अब हाम्रो अर्को एउटा दलित आन्दोलन हुने स्थिति पनि देखिँदैन। अब हामी यही समयमा यही छोटो समयमा अथवा अलिकति केही लामो समय बनाएर हुन्छ कि के हुन्छ यसलाई अलिकति आन्तरिक छलफल पनि अलिकति बढी गरौँला। कतिपय कुराहरू हामीले नबुझेका कुराहरू पनि धेरै छन्, हामी पनि बुझ्नेमै छौँ, बुझाइको खोजीमै छौँ र त्यो बुझेका कुराहरूलाई हामीसँग सेयर गर्ने र हामीले बुझेका कुराहरू चाहिँ तलको चाहिँ आदरणीय हाम्रो चाहिँ दाजुभाइ दिदीबहिनीहरू हाम्रो पीडित दाजुभाइ दिदीबहिनीहरू हातमा लाने र उहाँहरूलाई बुझाउने र उहाँहरूको अझै सल्लाह सुझावको अपेक्षा गर्दै यो सङ्गठनमा जोडिनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद कृतिमान सर। हामीले आज निकै महत्त्वपूर्ण कुराकानी गऱ्यौँ। तपाईँसँग धेरै यस्ता विषयवस्तुहरू छन्, धेरै चिजहरू तपाईँ बुझ्नुहुन्छ। यद्यपि हामीसँग समयलाई चाहिँ हामीले यहीँनिर बिट मार्ने बेला भएको छ। हामी फेरि पनि तपाईँसँग यत्तिकै संवाद गर्नेछौँ। त्यसको लागि विशेष धन्यवाद दिँदै आजको यो कार्यक्रममा आफ्नो महत्त्वपूर्ण समय दिनुभयो त्यसको लागि विशेष धन्यवाद कृतिमान सर।